हजुर दिदो किन छोरा भेना भन्नु सलको सिटमा आछ बिचार के गरिदिन्छु भन्नु त हाले नि म त पुरा भिट्टामा ठाडो पारेर घाँस पाइन गुल्लाट लाट निस्किन्छ हैन मैले गर्नु पर्यो तलै गुल्लोतलाई लिएलिदिनु भन्छ है जेठा म त हार्नु पर्यो बड्ड मान्छे त्यही त तिमीले हार म हारे नि दिमागमा पर्खालाई नि फेरि बड्ड मैले हार है खेल्न भन्दा एककाची गरे बस अनि 100 नम्बर हाल्ने भक्कर आयो पुलिस त फेरि थाहा छैन पहिले पाराले नै गोबर निकाल्छ पुलिस आयो आउँछ बोलाऊ बिचरा पुलिस आउँछ अरे पुलिसले नि त्यही घन्जस पार्ने गुवाउनु बेर पुलिस हाल भन्छ त्यहाँ भन्दा त पुलिसले भन्छ र बद्दा सिल्ली बजेको गुवाउनु बेर पुगिहाल्छ मुहीमा हाल्ने गुवाउनु बेर पुगिहाल्छ पुलिसले नि चिक्दिन्छ नि हामीले हामी गरे कस्तो मान्छे मुहीमा सिक्ने के गर्छ छारिङ पुलिस गरेर नगरेस् तपाईँ नेक्स्ट राम्रोसँग हेर्नुहोस् बरु भोलि जाऊँ बरु खुँड जाऊँ रोल आउँछ नि बरु खुँड जाऊँ त्यहाँनुहोस् भान्जा पोस्ट गर्नुहोस् के गर्ने हुन्छ ज्वाइँले के गर्छ भनेर त्यतिको थाहा हुन्छ सबै खालको आउँछ राम्रोसँग साथ हिँड्नुहोस् अन्त पुरा पिटा हुन्छ पिटा मान्छे पुरा मान्छे लाउँथेन होइन अन्त मलाई एउटा तोर्नु होइन एउटा धरम भान्जाले भेनाली चाकमा घन्जस पार्छ भन्नुहुन्छ मारीले पुरै खिरा गर्छ नि मातिर क्या त्यो जमेको क्या ढुङ्गाहरू त्योसम्म पर्छ मान्छे खोरी जाने भने के हुन्छ म त प्योर निकालिदिन्छु बेला प्योर निकालिदिन्छु भिट्टामा थाहा पाएर प्योर मलाई पागल गराएको तिमीले होइन चेन धाएर पोखरामा गुली गरिदिन्छु मेरो तपाईँको त सुक्या होइन मेरो त पुरा उ छ प्योर फुकेको घाँस घाँस पाऱ्यो नि त सत्त कल खाले हाम्रो पागल नानी घाँस पानी पाएर जो माथि मुख उहाँ उहाँ गर्ने तल घाँस घाँस पारिने च्याटिन्छ नि याद गर्दैन म नानीले माथि बिन्सेको नगर भन्दा चाहिँ घाँस घाँस पार्ने भन्ने सम्झेर त्यही के थाहा माथि त उहाँ उहाँ तल त घाँस घाँस हारेको त मैले हारेको हिँड्दा हान्छ बिनाजु गरे बाजी ल मैले मेटै हाल्नुहोस् बराबर 3 जना बुटा काट्नुहोस् 200 फकाइदिनुहोस् बाजे आफ्नो छ रे बाजे म पैसा होइन म खाइदिएन पैसा मैले धनमा राना पैसा यहाँ चाहिँ पैसा लगाउनु कहाँ पुत्र हालिदिन्छु कतिजना बुटा हालेर तपाईँले म यता मान्छे गरिसकेको छु म सबै मैले ल्याएको छु भेनामा त पुरा लाट के त लाट लाट गुनी गुनी गरेर हान्ने हो मैले अब तपाईँ पुरा उयो के मैले तपाईँ जुकर हाल्दिनु जो जग्गा भन्छ अहिले खै कम नछोड्यो मैले लुच्छु मैले के करे आन्न कमै हुन्छ नि मैले 32 बिघा जिल्ला नै साल छन् तिमी रानमा हजुर तपाईँले मसान उठाउने चाहिँ कुम्ले झाँक्री हुनुहुन्छ होइन हुन्छ नि झाँक्री भने के तपाईँले भने होइन बिन सर तपाईँ मेरो गाई बात छैन तपाईँ घाँस घाँस पारिन्छ भेनालाई थाहा पर्ने चाहिँ बल्ल गाईको बाछा भन्दै मैले 15 दिन
माफ खेल्नुहोस् तपाईँ ल्याउनु आउँछु नि त हो नि होइन जोकर के खेल्ने जोकर आउँछ न के आउँछ यार तपाईँ चाहिँ एउटा कुरा हो आउनु आउँछु मुटु श्रिङ गर्ने गरी चाकमा ठेलिदिन्छु भन्ने सुने नि तपाईँले त्यही त भेनाको मुटु श्रिङ गरोस् न सालाको फेरि खतरा पावर छ नि फेरि हानेपछि त घाँस घाँस चौधरी म्याडमलाई उहाँ गएर पाए तपाईँ चाक भने घर्छ पार्ने म त घोडिदिन्छु पुरै पाएन फेरि चौधरी मिलेर उहाँको गरेको लडे हामी त गरेन कहिले गरेन त म पारिदिन्छु तपाईँ गर्ने घाँस चिके पार्नु मन पार्छस् चिके तल पार्नु अनि घाँस पारे मात्रै गाडी हेर्दा मलाई बुढी मैले घाँस मारेर हुन्छ ओ नेमा चाहिँ जाक्नु गर्नु होला नि फेरि बेला पर्छ जानु तिमी जान्छौ मेरो सामा हाल मात्र हुन्छ कहाँ तिमी जान्छौ अगाडि देखान्छौ भित्र जामा हाल हुन्छ यत्रो अगाडि जाक किन्ने हामी बिहेमा हाल मात्र हुन्छ कहाँ नेमा गइन्छ तपाईँले किन मेरो चाकमा हाल भन्नुहुन्छ पुलिससँग तर भन्नुपर्छ सिधै भन्नुपर्छ यो फल्ना हाल भने चाकमा मेरो लानु हाल्नु भन्नुपर्छ बढी सिधा गुरु हुन्छ जोकर के हेर दौड्छ भन्नु हामी नहिँडेपछि लाज होला नि लाज होला फेरि लागेको अब उनीहरू बिरा हालेर सराउनमा नि ठेल्ने मुटा खेल्ने सुबाट खेल्ने बस्दै पार्ने खेल्ने जय हाँसेर जय अब बिरा हामी जाखेर किन गरौँ है पहिले पाठेको पर्खाएर ल्याएर चुम्बक त्यसको जे गरे नि गर्नु होला नानी पुरा पड्काएर हुन्छ बट्टा अगाडि पड्का हुन्छ क्या नि त्यो यत्रो डुला हुन्छ म पर्खाउँछु जत्रो भयो भने मौरी डुला हो चाहे घर जतै डुला भयोस् तर मैले पर्खाउने केही भएन तर अर्का थियो क्या छोरा पता हात्ती स्वर आज 15 केजी कहाँ हुन्छ अब नानी पाएपछि चाहिँ कहाँ हुन्छ भन्छ साला छ कि हात्ती स्वर हो कि प्योर हो बड्ड भयो सताउन थाल्यो यहाँ ताउँछ हाँसको बस्छु बाजी भन्छ के छैन कसले फाल्यो मैले फालेँ लाउनुहोस् 100 रुपियाँ ए भान्ज खोइ कहाँ एक मिनट यहाँ नभएपछि ए भान्जी नगराउनुहोस् के मामा यार नगराउनुहोस् के जोकरहरू भान्जी हो पन्जा झक्कर के माछी मैले यस्तो टचबाजी थिएर बस खिचेको त मैले तपाईँले चिरिनेलाई केमा खानु भएको थियो बेकार टिप्नु भयो मेरो पनि लाग्यो सुरुमै टिपेर ल्याउँछ चिर्नेलाई चिर्नेले सुरुमा टिप्ने हो क्या तपाईँले यस्तो बाजी जान्छ यार माथि नि त यार भेना हेर्नुहोस् त यहाँ बाजी बाजी भन्न बाजी बना मैले झुक्केर म हेर्छु भान्जी हो बाजी दुईटा भन्छ